हेलो एभ्रिवान, आज त प्रपोज डे भन्थ्यो अनि कसले प्रपोज गरे त केटा हो। कसको मन जोड्यो, कसको मन दुख्यो है। जोड्नेहरूको त ठिकै छ, दुखाउनेहरू चाहिँ टेन्सन लिनु पर्दैन गाइज। किनकि टेन्सन किन लिनु पर्दैन भने जसले मन दुखाएको छ नि त्यो तिमीहरूको लागि बन्या हुँदैन क्या। त्योभन्दा एकदम बेस्ट क्वालिटी एकदम राम्रो पाउँछ। त्यही भएर मेरो त प्रपोजै एक्सेप्ट गरेन भनेर दुखमान गर्ने होइन केटा हो। घर जाने ल्याम भाउ खाने अनि बस्ने। मन सन दुखायो भने टेन्सन लिनु पर्दैन। अहिलेको जमानामा केटी भने फालाफाल मालामाल पाउँछ केटा हो। त्यही भएर लु आजको प्रपोज डे चाहिँ यस्तै है। अब मलाई अब आफ्नो त बे भइसक्यो भएर त्यस्तो लाग्यो हुनसक्छ, तर भयो नि जे जस्तो भयो नि, जसले मन दुखाएर गएको भयो नि त्योभन्दा एकदम बेस्ट राम्रो पाउँछ, डिजर्भ गर्छ तिमीहरूलाई। त्यही भएर टेन्सन नल्याऊ केटाकेटीहरू सबैलाई सूचना आजको प्रपोज डेको गाइडहरू। ल म चाहिँ भात खाने बिजी हुन्छु, अरू जेसै गर्छु।